तारखोलातिर मात्र हैन सोल्टिनी लमया पनि फल्छ आलु खन्न लागेको रमाई हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सो आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि पछि नै हिलै भएर आरामै नयाँ ठाउँबाट नयाँ सुरुवात भिडियोको हामी चाहिँ माथि घर आएको चट्टै यहाँ यसो गोडगाड गरेर ग्रिनी दामी छ नि चराहरूको आवाजको बाइससँग आज चाहिँ हामी आलु खन्न हो सर्लक्क अब छोडेको घर त अब यस्तै हो चट्ट कान्छी के छ चाय खाइएछ के रे होइन त आऊ के छ त नि खोल्लेन ट्राई गरेको अहिले खोलाउँला गर्छिन् यहाँनिर उहाँ हान्ने होला नि अहिले चट्ट यति हो गोडगाड गरियो अब घर यस्तै छ के गर्नु छोडेपछि गाउँै रित्तो भइसक्यो जस घुम्टे चाहिँ अख्खा देखिरह दामी तरिकाले मकै उम्रिरहेछन् घाँस यस्तो छ पहिला मैदान थियो छोडे पछाडि यस्तै हो के गर्नु पैसैले गर्छ जे गर्नु पर्ने मनी इज पावरफुल त्यही हो 2-4 घर छन् ब्राथान भन्ने चाहिँ यो ठुलो झपिलो रुख हो यो चाहिँ हाम्रो हजुरबाको घर घुम्टे सर्लक्क यस्तै छ अहिले आलु खन्ने बेला भेट्नुपर्छ आलु चाहिँ धेरै रहेन रहेछ यति रहेछ चट्ट कान्छीले आज भक्का आलु खन्ने भयो नि यतिको चाहिँ हुनुपर्छ स्टाफ होइन ल है काम गरेको भन्ने चाहिँ यसरी थाहा हुन्छ सो त्यही हो ल अब मकैबारीको बिचमा मकैबारी गराङ भन्ने अनि हामीले फेरि आलुबारी गराङ भन्ने अब यस्तै छ ल फाइनल्ली मध्याह पछाडि चाहिँ अलिअलि घाम देखिरह आमाले यो घाम लागेर एउटा गीत हानिदिन्छ भन्ने भयो ल आउनु नि के सुरु गर्नु ल ए घाम लागेको मैलो आलु नासिकिन क्या आलु खन्न लागेको रमाई फेरि टिप्नु के टिपेर गाउनु न होइन थम्जाना आलु खन्न आएको सम्झना दरम कान्छी टिप माछा मिठो दरम खोलाको अब त भयो ल यदि यो मध्याह पछाडिको यो रमाइलो फेरि एकछिन सर्लक्क तरिकाले खन्नुपर्छ त्यस पछाडि फेरि मतदान नगर्नेलाई फेरि कन्टिन्यू हाल्नुपर्छ केटाहरूलाई फेरि यो रुखको झलझली याद आयो होला यत्रो खनेर चट्ट फाइनल्ली यति आयो अहिले चाहिँ अब चाहिँ मौसम चाहिँ खोलिरहेको दामी तरिकाले भोक लाग्यो माम त खानु पर्यो काम गरे पछाडि काम नगरिकन नि माम त खानु पर्यो भोक लासी के गर्नु घाँस खाएर नभएको पका खाँचो आलु खाएर नभएको है कसो ठिक छ अब दाल भात सड्काउने हो त्यस पछाडि फेरि कन्टिन्यू आलु गुवाम खन्ने होला दामी छ जेस खुलिराख्यो मौसम चाहिँ अक्खा तरिकाले सर्लक्क ओहो मिठो
मिठो देखियो त हाम्रो घोडा यहाँ छ चट्टो पारी देखिरहेको गाउँ मलमा ठ्याक्कै यो बाँसकरेल छेकेको चाहिँ टेउवा चट्ट अनि हामी यस्तै छ के गर्ने पैसा कमाउनलाई सबै विदेश जानु पर्यो अब बाआमा बुढा भइसक्यो बुढा भएको बाआमालाई सहयोग गर्नु पर्यो हैन यस्तै हो अब हामी पनि केटाकेटीबाट टिनेजदेखि अलि माथि त्योदेखि अलि माथि त्यस्तै हो अब सर्कलमा घुम्दै कान्छी अम्लो जात्रो हुने त्यस पहिला त्यहाँबाट यो अनि बुढो अनि बेत अनि माथि त्यही हो अब के अनि जन्मे पछाडि मर्नै पर्छ ढिलो चाँडो हो होइन खाना खाऊ अनि खाना खाए पछाडि मौसम चाहिँ खोलिरहेको छ यति बेला त दामी देख्यो है खाना खाइयो भाइ दाल र भात पड्काइयो जाँगर लाउँछ अब नाच्नेले गिराउने अब नाच्नेले गाउने गरेपछि त्यसै लगाइहाल्छ जाँगर आज दिदी र म बरा खाना दिदी र म आँखम दिदीलाई जात्रै दिदीको टेन्सन छ अब त आउनु पाइन्न क्या यति हो दिदी आउन सक्नुहुन्न म त झन् अब कसो अब हिँड्न सकिन्न केही गर्न सकिन्न के गरेर आउनु त्यही त नि बुढेसकाल लाओ यस्तै छ अब दिदीले ल आइज भन्नुहुन्छ बोलाउनुहुन्छ र पो आउने बस्ने त्यही त गरेको बाउ अब त हामी त यस्तो भयो अब तलमाथि भयो एक ठाउँमा बस्ने अलि नजिक भयो नि कति जाति हुनु के अरे क्या नि यस्तै छ ल अब काम हान्नै पर्ने टाइमलेसमा राख्नु पर्ने थियो तर यहाँ मसँग स्ट्यान्डको व्यवस्था पनि छैन स्ट्यान्डको व्यवस्था हुन्थ्यो भने चाहिँ हुन्थ्यो होला तर यता केही जुगाड चाहिँ म गर्न सक्छु केही काठसाटको स्ट्यान्ड बनाएर भन्नुपर्दा पनि यसमा फोन अड्डेसम्म चाहिँ म यसमा फोन अडाउने प्रयास चाहिँ गर्छु है त चट्ट बाह्रमा उहाँले एउटा मिठो सायरी भन्नुभयो अझ एकचोटि भन्नु त आलु खाँदा खाँदै तारखोलातिर मात्र होइन सोल्टिनी लमया पनि फल्छ आलु आलु लागेको आलु फल्छ हो कान्छीले त्यस्तै टिभी आलु आमा के गर्ने अरे भन्नु त अघि भन्नुभएको थिएँ पुरान सुना पाँचो बाहिर उडाइन्छ घोटी पर्दा पर्दै लास्टै ढाड दुखे जस्तो भयो छ्याङ्ग गरे सिरबारेको डाँडो सर्लक्क रङ्गो गर्नुभयो आमाहरूले जस ठिकै छ गफ सुन्ने हो हाँस्यो हो
त्यही त बुझाऊ है केटाकेटी हो बुझाऊ फाइनली सकियो केटा हो खाइयो सकियो तारखोलातिर मात्र होइन सोल्टिनी बराथानको आलु पनि खानेर सकियो यत्र यत्र हुँदो रहेछ नि आमै अब इन्डिङमा एउटा यानी मया या सालैजो या के हानिदिन्छ चट्टै थकै महसुस गरौँ क्या अब सकेर अब आलु सकेर लगा छिटो आउन नानी बुढी भयो अब अरे बुढी भएर गीत नआयो बरु त्यस्तो नि हुन्छ कान्छी मैले हजुरआमा मन त त्यही त उम्ला किन हुँदो फोन त्यसो बनासी चाहिँ नगाउने अरे ठ्याक्क फोन खोल्टे हाल्यो त्यहाँबाट फेरि गीत आएर फेरि हाँस्दिने यस्तो टेन्सन समस्या छ क्या आमाले पनि सक्दिन्न गर्नुहुन्छ फेरि यानी मयासँगै मिठो भ्यू हेरौँ एकचोटि सर्लक्क चट्ट दामी छ कि ठाउँ चाहिँ बवाल हो तर गाउँमा मान्छे नै नभए पछाडि ठाउँ बवाल भएर के गर्नु यस्तै छ सकियो अब बोरा पुङ्दो बोकेर चल्दिनु पर्ने हुन्छ सर्लक्क अब के कस्तो हुन्छ बिहान आएको बल्ल सकियो अहिले जनातना ठिक छ यस्तै छ केही छैन या रमाइलो भ्यूसँगै आमाहरूको यानी मयासँगै हामी सर्लक्क हटिया झरियो होइन त अब के कस्तो लाग्छ आमाको यानी मया के कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला अब अलिअलि धौ भइराखेँ हो काम गर्दाकोलाई चाहिँ सजिलो हुन्थ्यो र अब चाहिँ हामी सर्लक्क झऱ्यौँ जस भिडियो चाहिँ यहीँ अन्तिम गरिदिन्छु म के कस्तो लाग्छ हेरेर लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला नेक्स्ट भिडियोमा फेरि भेट्नु पर्छ बाई बाई